राजु विष्ट पहाडको राजनीतिक इतिहासमा सबभन्दा ठुलो गज अर्थात् एउटा सबभन्दा ठुलो श्रापको रूपमा सांसद राजु विष्टको बदलीमा एउटा कुनै बुलडग भन्ने कुकुरलाई उठाएको भए पनि सांसद राजु विष्टमा त्यो बुलडग पनि उयस हुन्थ्यो, एउटा के अरे सांसदै हुन्थ्यो। रोकेको तपाईँहरू सम्पूर्णलाई थाहा होस्, एमजी एनर्जिसको पैसाहरू रोकिए, धेरै प्रकारको स्किम्सहरू पहाडले पाउनुपर्ने फेसिलिटीबाट वञ्चित गराएको चाहिँ उहाँले हो। राजु विष्टको एज एमपी आगमन भइसकेपछि पहाडले यो श्रापको सामना गर्नु परेको परिस्थिति हरेक पहाडेहरूलाई छ। ऊ राजु विष्टको एमपी ल्याड्स बाहेक एउटा चाराना पैसा फर द पिपल अफ हिल अर्थात् फर द पिपल अफ जिटिए क्षेत्रको मानिसहरूको लागि चाराना पैसा न त एउटा सुपारी पनि उसले प्लस एज सांसद राजु विष्ट ल्याइएको छैन। राजु विष्ट भएको कारणले चाहिँ पहाडीहरूको समस्या 1 इन्च समाधानको ओड भरेको छ भनेर किटान गरेको कुरा चाहिँ राजु विष्टले पहाडीलाई स्पष्ट गरून्। विष्टमा कुनै योग्यता, कुनै निपुणता र कुनै काम गर्ने क्षमताशील व्यक्तित्वको रूपमा आज एमएलए कालिम्पोङ म मान्दिनँ। सांसद राजु विष्ट भनिरहेका थिए उहाँले ल्याएको पैसामा नै अनि थापा रमाइरहेका छन्, जितेर रमाइरहेका छन् भनेर। होइन, त्यो चाहिँ उहाँले आफैले गलत अजमाएको। सांसद राजु विष्टको बदलीमा एउटा कुनै बुलडग भन्ने कुकुरलाई उठाएको भए पनि सांसद राजु विष्टमा त्यो बुलडग पनि उयस हुन्थ्यो, एउटा के अरे सांसदै हुन्थ्यो र उसको बेलामा त्यति नै पैसा आउँथ्यो जति चाहिँ राजु विष्टको टाइममा पैसा आइरहेछ। बरु उहाँले ल्याएको भन्दा रोकेको तपाईँहरू सम्पूर्णलाई थाहा होस्, एमजी एनर्जिसको पैसाहरू रोकिए, धेरै प्रकारको स्किम्सहरू पहाडले पाउनुपर्ने फेसिलिटीबाट वञ्चित गराएको चाहिँ उहाँले हो। राजु विष्टभन्दा पहिलाका स्किम्सहरूमा हामीले पायौँ, बरु त्योभन्दा बढी पायौँ। पिएमजिएसआईको एरियाहरू माफ गर्नु ग्रामीण इलाकाका रोड्सहरू बन्ने, आरएडिएफका रोड्सहरू बन्ने, त्यसरी नै पिएमजिएसका रोड्सहरू बन्ने। एमजी एनर्जिस नभएको कारणले आज कति बेकारी भाइहरू हिजो आबद्ध त्यो स्किम्सहरूसँग हुने भाइहरू गाउँ छोडेर जानुपर्ने कगारमा आज राजु विष्टको एज एमपी आगमन भइसकेपछि पहाडले यो श्रापको सामना गर्नु परेको परिस्थिति हरेक पहाडेहरूलाई छ। त्यो कारणले गर्दा राजु विष्टले पैसा ऊ राजु विष्टको एमपी ल्याड्स बाहेक एउटा चाराना पैसा फर द पिपल अफ हिल अर्थात् फर द पिपल अफ जिटिए क्षेत्रको मानिसहरूको लागि चाराना पैसा न त एउटा सुपारी पनि उसले प्लस एज सांसद राजु विष्ट ल्याइएको छैन। उसले कुन दाबी लिएर कुन उसले गरेको रिजल्टद्वारा चाहिँ उसले भन्दैछ कि त्यसो के टिएमसीका क्षेत्रमा एमपी भएको ठाउँमा तपाईँहरूले गएर यस पत्रकार यो पनि खोज्नुपर्छ, जुन ठाउँमा राजु विष्ट छैन र एमपी अरू पार्टीकोहरू छ त्यो ठाउँमा के जलजीवन मिसनको पैसा रोकियो त? के राजु विष्ट भएको ठाउँमा मात्रै जलजीवनको पैसा आयो त? त्यो ठाउँहरूमा चामल पाएन त जुन ठाउँमा चाहिँ एमपी अरू पार्टीकोहरू छन्? राजु विष्टले त्यहाँ तुलना गर्छ। तर त्यहाँको एमपी र यहाँको एमपी भएमा राजु विष्ट भएको कारणले चाहिँ पहाडीहरूको समस्या 1 इन्च समाधानको ओड भरेको छ भनेर किटान गरेको कुरा चाहिँ राजु विष्टले पहाडीलाई स्पष्ट गरून्। त्यो कारणले म स्पष्ट गर्छु, राजु विष्टको न त्यो क्षमता छ न त्यो विवेक छ। मैले एउटै भने, यदि राजु विष्टलाई राजु विष्टकै रूपमा पहाडले भोट दिने हो भने राजु विष्टले सायद वर्ल्ड रेकर्डमा एकै भोट पनि प्राप्त नगरेको एउटा उम्मेदवार हुनसक्छ। तर राजु एउटा बिजेपीको ब्रान्ड नेममा उठेको कारणले गर्दा भोट जितेको राजु विष्ट मात्रै हो। त्योभन्दा बाहेक राजु विष्टमा कुनै योग्यता, कुनै निपुणता र कुनै काम गर्ने क्षमताशील व्यक्तित्वको रूपमा आज एमएलए कालिम्पोङ म मान्दिनँ। सायद हरेक गोर्खाले त्यसरी सोच्छ। त्यो कारणले उसको ठाउँमा एउटा बिरालु, एउटा कुकुर, एउटा गाई उठाउँदा पनि उति नै भोटले जित्यो जति राजु विष्टले छ। त्यो कारणले उसले जितेको भोटहरू किटान गरेर मेरो योग्यतामा पाएको भनेर यहाँको ग्राम पञ्चायतको सदस्यले बरु भन्नु सक्छ कि मैले फल्नालाई 50 भोटले जिताएको, 100 भोटले जिताएको। तर राजु विष्टको ओन ब्रान्डमा, राजु विष्टको आफ्नोपनमा, राजु विष्टको आफ्नो योग्यतामा जितेको भोट होइन, यहाँका सेन्टिमेन्ट्सको भोट हो उहाँलाई दिएको। यहाँका मानिसहरूले पहाडको समस्यालाई समाधान गर्दा योपट्टि भोट आँखा चिम्लेर जोसुकै जहाँसुकैको होस् यसलाई दिँदा समाधान हुन्छ भनेर दिएको। तर राजु विष्टले पहाडलाई ठग्यो र यसरी ज्योति खाँदैछ। अनि जसले उसलाई सपोर्ट गर्यो, मणिपुरको एउटा भाषामा यसो भनिरहेको थियो राजु विष्टले, आमा हो म जुन ठाउँबाट भोट उठेको छु, बाउ आमा हो तपाईँहरूको आशीर्वादले त्यहाँ पुगेर म भोट जितेको छु। तर त्यहाँ भोट जित्दा जतिको साह्रो विभिन्न पार्टीबाट आएर मलाई पैसा जुन प्रकारले मागेर चाहिँ मलाई हत्तुकारेको छ त्यो चाहिँ मलाई नै थाहा छ भनेर हँस्यौली गर्दै गरेको मणिपुरको एउटा भाषणमा
को भाषण पनि निक्लेको मैले सोसियल मिडियाको तर्फबाट थाहा पाएको। यो प्रकारको यहाँका मान्छेले न त सम्मान न त यस ठाउँको मान्छेहरूलाई सांसद उसले न्याय दिन सकेको छ। राजु बिष्ट पहाडको राजनीतिक इतिहासमा सबभन्दा ठुलो गज अर्थात् एउटा सबभन्दा ठुलो श्रापको रूपमा म मान्छु।